फाइनली साथीहरू यस्तै छ। हामी भनेको यतिखेर अब गएको बाटो हिँड्दै रुमसम्म जान लागेको। हामीले अहिलेसम्म खासै हिँडेर रुम चाहिँ गएको थिएनौँ, ट्रेनमै जाने आउने भइरहेको थियो। आज अब हिँडेर जान त कति समय लाग्ने रहेछ त, कस्तो रहेछ त हिँड्दाखेरि भनेर हामी चाहिँ म्याप हेर्दै हामी सबैजना अगाडि बढ्दैछौँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो सबै साथीहरू अगाडि बढ्दै हुनुहुन्छ। तर यहाँबाट कसरी जाने के गर्ने तर कसैलाई पनि थाहा छैन। अब कहाँसम्म पुग्छौँ, रुम पुग्छौँ कि नै, बाटो पत्ता लगाउँछौँ कि नै भनेर थाहा पाउनको लागि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। यस्तै छ साथीहरू, जापानको टोकियो सहरको यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ। यस्तो छ, रुल एन्ड रेगुलेसनमा बस्नु परेको छ यहाँ। आफ्नै न कसैले पनि समस्या पार्ने जस्तो हुन्न यहाँ। अगाडि साथीहरू हिँड्दै हुनुहुन्छ। यस्तो छन् सबैजनाहरू आफ्नै गन्तव्यमा, आफ्नै लक्ष्य, आफ्नै सपना बोकेर मान्छेहरू धेरै आफ्नो सपना बोकेर आउँदै हुनुहुन्छ यहाँ। त्यही भएर साथीहरू यदि तपाईँहरू टोकियोमा पुग्नु हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ कमेन्ट गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब। ओ